आजको भिडियोमा म तपाईहरुलाई केवल 20,000 रुपैयाँबाट नेप्सेमा लगानी यात्रा कसरी सुरु गर्ने भन्ने विषयमा बताउँदै छु। यदि तपाई शेयर बजारमा नयाँ हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि म 20,000 रुपैयाँलाई कसरी व्यवस्थापन गरेर लगानी सुरु गर्न सकिन्छ भन्ने व्यावहारिक योजना देखाउने छु। सबैभन्दा पहिला शेयर बजारमा प्रवेश गर्नका लागि आवश्यक आधारभूत तयारीका लागि करिब 500 रुपैयाँ छुट्याउनुहोस्। यो रकम आवश्यक कागजात, फोटो प्रिन्ट वा अन्य साना खर्चका लागि उपयोगी हुनेछ। त्यसपछि बैंक खाता सञ्चालन तथा सम्बन्धित प्रक्रियाका लागि 500 रुपैयाँ छुट्याउनुहोस्। त्यसपछि टिएमएस तथा ट्रेडिङ सम्बन्धी व्यवस्थापनका लागि करिब 1000 रुपैयाँ राख्नुहोस्, ताकि तपाई बजारमा खरिद बिक्री गर्न तयार हुन सक्नुहोस्। यतिसम्म तपाईले तयारी गर्नका लागि करिब 2000 रुपैयाँ छुट्याउनु पर्ने हुन्छ। बाँकी रह्यो अब तपाईसँग 18,000 रुपैयाँ। 18,000 मध्ये तपाईले 3,000 रुपैयाँलाई आइपिओ आवेदनका लागि छुट्याउनुहोस्। आइपिओले साना लगानीकर्तालाई राम्रो अवसर दिन सक्छ, त्यसैले सुरुवातदेखि नै केही रकम आइपिओ का लागि छुट्याउनु उपयुक्त मानिन्छ। अब बाँकी रहेको 15,000 रुपैयाँ नै तपाईको मुख्य लगानीको रकम हो। यो रकम एकै कम्पनीमा नराखी 3 वटा फरक सेक्टरमा विभाजन गर्नुहोस्। उदाहरणका लागि ब्याङ्किङ, हाइड्रोपावर, इन्सुरेन्स वा अन्य बलिया क्षेत्रहरू छनौट गर्न सक्नुहुन्छ। प्रत्येक सेक्टरमा करिब 5,000 रुपैयाँ लगानी गर्दै बजारमा स्थापित र वित्तीय रूपमा बलिया ब्लू चिप कम्पनीहरू छनौट गर्नुहोस्। यसरी 20,000 रुपैयाँबाट पनि व्यवस्थित रूपमा नेप्से यात्रा सुरु गर्न सकिन्छ। सुरुवातमा छिटो धनी बन्ने भन्दा पनि सही बानी बसाल्ने र दीर्घकालीन सोच राख्ने कुरा महत्त्वपूर्ण हुन्छ। यस्तै शेयर बजार र लगानी सम्बन्धी गाइडलाइन चाहिन्छ भने ज्ञान यात्रा नेपाललाई फलो गर्नुहोला अनि नलेज भनेर कमेन्ट छाड्नुहोला। म तपाईलाई सम्पूर्ण गाइडलाइन स्टेप बाइ स्टेप दिनेछु।